परदेशी जीवन, परदेशी यात्रा, हरेक कुरा गर्नुपर्ने, हरेक कुरा भोग्नुपर्ने साथीहरू गाह्रो छ जिन्दगी चलाउन, जिन्दगी गुजार्न एकदम चाहिने जो अब परदेशी जिन्दगी यस्तै हो। परदेशी जिन्दगी नभए पनि बाँच्न गाह्रो साथी हो। देशको हालत सम्झिँदाखेरि त उदेक लागेर आउँछ, गाह्रो छ। म चाहिँ अरू साथीहरू चाहिँ बाहिर भिडियो बनाउन, भ्लग बनाउन जानुहुन्छ। म चाहिँ यही हो मेरो भिडियो बनाउने, लुगा धुने, भिडियो बनाउने सबै थोक मेरो यो बाटो साथीहरू। अनि के छ तपाईँहरूको खबर हल्लीचल्ली? मेरो त यस्तै छ है सरहरू। सायद तपाईँहरूको उमेशै होला परदेशी साथीहरूको, योभन्दा त उकान्त त नहोला, हुनसक्छ कोही साथीहरूको राम्रै। अचम्म प्राय जस्तो साथीहरूको मै जस्तो होला भन्ने सोच्छु। त्यसैमा चित्त बुझाउँछु साथीहरू कि यस्तो छ हो। अब लुगा मैला भात लुगा सब हप्ता दिनको धुलाइमा छु आज साथीहरू। पानी पनि के भएर आज सानो भइरहेछ, गाह्रो छ मित्रहरू। जिन्दगीले यसरी नहुने साथीहरू। सङ्घर्षपछिको मेहनत फल हुन्छ भन्छन्। ती सङ्घर्ष गर्दा पनि मेहनत कहिले फल कहिले आउने होइन। मेहनत या कहिलेसम्म मेहनत गर्ने भन्ने म एकदम सोचेर चिन्तितमा छु साथीहरू। यस्तो अब घरमा भएको भए यसो घर परिवारले यसो सहयोग गर्थे, धुलाइ गर्नु के गर्नु र। यस्तै हो परदेशमा कोही छैन। त्यही माथि देशको हालत यस्तो छ सम्झिँदा साथी हो। के गर्नु, बहुत गाह्रो छ परदेशी जीवन। त्यही माथि उराट लागेर आउँछ त्यो सरहरू। उराट लागेर पनि के गर्नु हामीले, यस्तै हो। आजको काम यस्तो छ, बहुत आजको काम यस्तो छ। ल मित्रहरू, आज पनि मेरो भिडियो आउँछ, अवश्य पनि भिडियो यस्तै हो। झन्डै चिप्लो फेरि गाह्रो छ है सरहरू। ल अर्को फ्राइडे है साथीहरू। बाई 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 सबैजनालाई बाई छ साथीहरू।